हेलो गाइज दोस्तों आज चाहिँ म जाँदैछु मेरो बाइकलाई नयाँ लुक्स दिनको लागि तर अनफर्चुनेटली जे सोचेको थियो त्यो चाहिँ भएन सो म हजुरहरूलाई फर्स्टदेखि भन्छु लास्टसम्म हेर्नलाई त सो आज चाहिँ लाइक एकदम रस डे थियो मेरो लागि मैले चाहिँ ठ्याक्कै त्यो बालाजुमा रहेको एउटा बुलेट सर्भिस सेन्टर छ त्यहाँनिर गएर पोखरेली सिट अनि त्यसपछि पछाडि रोयल इन्फिल्डवाला उयो गर्छु भनेर गएको थिएँ तर अनफर्चुनेटली दुइटै काम भएन है सो अस्ति कोटिङ गर्दाखेरि चाहिँ मेरो हेडलाइटहरू अलिकति कसेको थिएन त्यही भएर म चाहिँ त्यहाँ कस्तै थिएँ अनि प्लस आज चाहिँ एकदम रस डे थियो किनभने मेरो भाइ पनि आज पसलमा आएको थिएन त्यही भएर मम्मी एक्लै हुनुहुन्थ्यो पसल पनि एकदम बिजी छ नि हाम्रोमा त क्लासिक 350 के छ नि त रिबन सिबन अनि यो त्यहाँ राख्न मिल्छ मिल्दैन यो फिट हुँदैन किन फिट हुन त हुन्छ मिल्दैन किन तपाईँ एज ए क्लासिक भयो रेबनको छुट्टै हुन्छ अनि नाप्दा त सेम छ त फेरि त्यो र यो हेर्नु त त्यही नयाँ नापे हो नि नयाँ नापे हो तपाईँको सिलेन्सरको पाइल मिल्दैन अनि प्लस मलाई चाहिँ त्यो रोयल इन्फिल्ड लेखेको एकदम मन परिरहेको थियो मलाई त्यही हाल्नु थियो त्यही भएर चाहिँ मैले चाहिँ त्यहाँनिर अब जबरजस्ती अब हेरिदिनु भनिरहेको थिएँ क्या अनि तर पनि मिलेन त्यहाँनिर त्यस्तो गऱ्यो भने चाहिँ साइलेन्सरबाट अलिकति साइलेन्सरलाई असर पार्छ अरे छेक्छ अरे अनि त्यही भएर पनि हामीले अब छोडिदिउँ अब भनेर त्यो छोडिदिउँ है अब मिल्न त मिल्छ अरे तर अलिकति बङ्गाएर मिल्छ अरे तर बङ्गाइ त आफ्नो बाइकलाई के हाल्नु है आफ्नो एकदम माया लाग्छ फेरि मलाई चाहिँ बाइकलाई अनि लाइक म चाहिँ त्यहाँनिर अझ नि हेरिरहेको थिएँ इनकेस मिल्छ कि भनेर हेर्दै थिएँ तर त्यहाँ मिलेन है त्यो दाइहरूले धेरै ट्राई गर्नुभयो एकदमै फ्रेन्डली हुनुहुन्थ्यो त्यहाँको दाइहरू हजुरहरू पनि जान सक्नुहुन्छ अनि उहाँहरूले चाहिँ ट्राई गर्दै हुनुहुन्थ्यो तर मिलेन अनि लाइक त्यो कुरा नि मिलेन अनि प्लस हामीले चाहिँ त्यो पोखरेली सिट पनि हाल्ने भनेर भनेको थियौँ तर पोखरेली सिट हाल्नलाई अलिकति टाइम पनि लाग्ने रहेछ प्लस अलिकति मलाई त्यहाँ एक्सपेन्सिभ पनि लाग्यो त्यही भएर हामी चाहिँ लाइक एकदम पसल त एकदम बिजी झन् स्याटरडे यसरी छोडेर हिँड्न त नमिल्ने हो तर पनि एकछिनको लागि भनेर निस्केको एकदम धेरै टाइम भइसकेको थियो त्यही भएर हामी चाहिँ एकदम हतारले हामी चाहिँ निस्क्यौँ त्यहाँबाट है सो एकदमै लाइक मलाई चाहिँ चित्तै बुझिरहेको थिएन मलाई त्यही रोयल इन्फिल्डकै पोखरेली सिट नभए पनि मलाई त्यही रोयल इन्फिल्डकै हाल्न मन थियो तर इनके अब अनफर्चुनेटली भएन त्यही भएर अब नेक्स्ट टाइम अब हालौँला टाइम मिलाएर है सो द्याट्स इट फर टुडे सो सी यु इन नेक्स्ट भिडियो बाई बाई गाइज थ्याङ्क यू